हेलो हाई आज चाहिँ हामी के अरे कम्पनीमा मासु पोली खाने प्लान छ। मासु बनाएर खाने अथवा पोली खाने भनेर प्लान बनाएको छौँ। तर हाम्रो कम्पनीमा आज किचनमा पनि के पाक्छ म त्यो तपाईँलाई सबैले देखाउने छु। अनि अब मासु त पोली खाने भनेर त प्लान त बनाइयो, तर अब हामी मासु पोली खाने त्यो स्ट्यान्ड नभएको कारणले चाहिँ अलिकति गाह्रो हुन्छ कि भन्ने चाहिँ हामीले फिल गरिरहेछौँ। अब कसरी अब व्यवस्था गर्ने भन्ने कुराहरू अब हामीले सोचिरहेछौँ। अनि त्यो स्ट्यान्ड भएको भए चाहिँ सजिलो हुन्थ्यो। अब के गरेर खाने हैन, अब त्यो चाहिँ हामीले प्लान बनाइरहेछौँ। अनि मासु चाहिँ आज कुन मासु छ भन्दाखेरि अब बङ्गुरको मासु, तर टक्क कान र जिब्रो अनि अलिकति त्यो फलमासु जस्तो त्यो बोसो करङको मासु त्यो पोलेर खाने भनेर चाहिँ रेडी बनाएर राखेको छौँ। अनि हामीले चाहिँ चुलो चाहिँ मासु पोल्ने स्ट्यान्ड चाहिँ कस्तो बनाउन आँटेको छौँ भन्दाखेरि पहिला एउटा त्यो ग्यासको भाँडो जस्तो चाहिँ काटेर राखेको छ। त्यो ग्यासको भाँडोमा चाहिँ हामीले चाहिँ टक्क अलिकति गिटी ढुङ्गा भरेर चाहिँ मुनि अलिक यस्तो लामो छ नि त खाल्डो, त्यही भएर चाहिँ त्यो अलिकति मुनिबाट चाहिँ गिटी ढुङ्गा भरेर माथिबाट चाहिँ कोइला राख्ने, अनि कोइला पछि माथिबाट चाहिँ जाली राखेर मासु पोली खाने भनेर चाहिँ प्लान बनाएको छौँ। अनि मासु पोल्ने स्टाइल चाहिँ फेरि कदापि पनि कोरियन स्टाइलमा होइन, नेपाली स्टाइलमा पोलेर खाने हो। अनि कोरियन स्टाइल पोलेर खायो भने अलिकति ठिक लाग्दैन, त्यही भएर नेपाली स्टाइलले चाहिँ पोलेर खाने भनेर चाहिँ प्लान बनाएको छौँ। अनि दोस्रो कुरा तपाईँले म भिडियोमा त्यो पोलेको त्यो भाँडो सबै म तपाईँलाई देखाउँछु, तर भिडियोलाई हेरेर लाइक कमेन्ट सब्सक्राइब चाहिँ प्लिज गरिदिनु होला। म तपाईँलाई भिडियोतिर लान चाहन्छु। अब हामी टक्क मासु पोली खाने हो। यस्तो दामी चुलो बनाएको छ कि यहाँ, कोइला चुलो ठुलो भयो जस्तो छ त। हाम्रो फेरि चुलो खतरा छ है। यसरी त हुँदैन अदङ्बा, डढो मासु। यो मुनिबाट चाहिँ पुरा ढुङ्गा हालेर माथि यो गएर छ नि त खाल्डो, अनि त्यही भएर मुनि चाहिँ ढुङ्गा हालेर माथि चाहिँ कोइला राखेको हामीले। मासु त डढ्यो त हो, अलि हाल भाइ, अझै त्यो आगो बलेको छ। त्यो आगो बल्ने बित्तिकै के अरे बल्ने बित्तिकै चिरिप्प पानी हाल्थ्यो ल। यसको दाम भन्नु हुँदैन, केटाहरू डराउँछन्। दाम सुनायो भने केटाहरू तर्सेर मासु खान छोड्छ। भन्नु हुँदैन। खाना यो यसो अलि भर्खरै पल्टाएको गीत। मैंने खतरा था तो केटो गोविन्दले खेदाया हो अहिले। आँखा यसको आँखा र टिप्पीको आँखा यस्तै छ नि त। बङ्गुरको कान काटेको
मिलाएर खिच्नु पर्यो नि। यो त आफू सरी भने पनि आवाज हुन्छ होला नि अँ। मान्छे हुन्छ। ठिक छ। होइन के लौ के हो यो जता गयो त्यतै हेर्छ त मलाई के हो यो मेरो दुश्मन पऱ्यो कि जार पऱ्यो हो भाइ लु के हो लौ आइ तँलाई ओइ ओइ लु ओइ ओइ लु लु जता गयो त्यतै हेर्छ त के हो यो लौ यता जान्छु है त लु आइज हेर्छस् हेर्छस् ल ल हेर्छस् ओइ चिन गते हो गते चिनिराखेस्